गरिब दुखी उत्पीडित वर्गको मुक्तिको लागि हैन युद्धमा चाहिँ अब लाग्दै गर्दा पार्टीले चाहिँ गठन गरेको एउटा चाहिँ सेना हो। त्यो सेना जनताको सेना भनेर चाहिँ म सम्झिन्छु र यो हाम्रो चाहिँ एउटा इतिहास हो, यो पहिचान हो। यो पहिचानको हिसाबले चाहिँ म सम्झना गर्छु, स्मरण गर्न चाहन्छु। परिवीर भनेको चाहिँ एकदम अशक्त मान्छे, असहाय मान्छे, एकदम नाजुक अवस्था भएको मान्छे हो। उसलाई चाहिँ केही न केही अलिकति आर्थिक रूपमा पनि धेरै सहयोग गर्नुपर्छ, भौतिक आर्थिक सबै कुराले चाहिँ यस्ता यस्ता साथीलाई हेर्नुपर्छ भन्ने खालले उहाँले चाहिँ सोध्नु भएको रहेछ र उहाँ हाम्रो सन्तोष सरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार आदरणीय दर्शक महानुभावहरू, म आज 5औं डिभिजनको यो दीर्घ स्मृति ब्रिगेडमा आइपुगेको छु। त्यो भनेको सङ्ग्राम भन्ने ठाउँमा थियो र अहिले जनमुक्ति सेनाका साथीहरू पुरै जम्मा हुनुभएको छ। उहाँहरू आफ्नो त्यो पुरानो स्मृतिलाई अथवा स्थापना दिवसलाई भव्य रूपले मनाउनुको निम्ति यहाँ आउनुभएको छ भने यो ब्रिगेड कार्यालय थियो पहिले, अहिले यस्तो जीर्ण अवस्थामा छ। म यहाँ जनमुक्ति सेना यो दिवसमा सहभागी भएका एकजना घाइते कमरेडसँग कुराकानी गर्न चाहन्छु। कमरेड लाल सलाम। सलाम। अब म तपाईँको परिचय माग्न चाहन्छु। पहिले तपाईँको परिचय। मेरो नाम चक्रपानी शर्मा। हजुर। सिपी भनेर चिनिन्छ। कहाँबाट आउनुभयो यहाँ? म अहिले दुधराजबाट। दुधराजबाट, घरै दुधराज हो। आज म दिवसतिरै लान चाहन्छु है सर है। कसरी सम्झिनु भएको छ आज जनमुक्ति सेना दिवसलाई? हजुरलाई धन्यवाद छ। पहिलो कुरा त अब यो जनमुक्ति सेनाको दिवस जुन छ यो 24औं हैन हजुर सेना दिवसको उपलक्ष्यमा सबैलाई चाहिँ अब हार्दिक चाहिँ शुभकामना भन्न चाहन्छु। अब हाम्रो आदरणीयहरू, अग्रजहरू, अब सहयोद्धाहरू सबैलाई चाहिँ फेरि पनि चाहिँ म शुभकामना भन्न चाहन्छु। र यो जनमुक्ति सेना दिवस अब के हो त भन्दाखेरि अब गरिब दुखी उत्पीडित वर्गको मुक्तिको लागि हैन युद्धमा चाहिँ अब लाग्दै गर्दा पार्टीले चाहिँ गठन गरेको एउटा चाहिँ सेना हो। त्यो सेना जनताको सेना भनेर चाहिँ म सम्झिन्छु र यो हाम्रो चाहिँ एउटा इतिहास हो, यो पहिचान हो। यो पहिचानको हिसाबले चाहिँ म सम्झना गर्छु, स्मरण गर्न चाहन्छु। म अलिकति तपाईँ घाइते मानिस हुनुहुन्छ, शहीदहरूको घाइतेहरूको सपना पुरा भयो कि भएन? अब तपाईँले कस्तो लाग्छ? यस्तो छ, अब शहीद, बेपत्ता, घाइते, आम कार्यकर्ता हैन गरिब दुखीहरूको सपना चाहिँ अब पूर्ण रूपले चाहिँ अब पुरा भएको छैन हैन, तर केही त भएको छ फेरि है। अब हाम्रो त्याग तपस्या बलिदानीले गर्दाखेरि अहिले अब हाम्रो सङ्घीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाको चाहिँ हैन स्थापना भएको छ। त्यसपछि धर्मनिरपेक्षता अनि त्यसपछि यता चाहिँ अब सङ्घीयता, यी सबै चाहिँ अब भएको छ। तर जति चाहिँ अब हुनु पर्थ्यो हैन र त्यो शहीदहरूको सपना पुरा गर्न पर्थ्यो त्यो चाहिँ भएको छैन, अझै धेरै गर्न बाँकी छ त्यो। हजुर। अब तपाईँ त घाइते पनि हुनुहुन्छ, सायद कार्यक्रममा यताउति दौडधुप पनि धेरै हुँदैन होला। पहिले जनमुक्ति सेनाको पुरै के अरे लाइनमा पङ्क्तिबद्धमा मानिसहरू हिँड्थे, कति राम्रो देखिन्थ्यो, उत्साह हुन्थ्यो जनतालाई। अहिले साथीहरूसँग भेटघाटको क्रम कहिलेकाहीँ हुन्छ कि हुन्न? यस्तो भेटघाट हुन्छ कि हुँदैन तपाईँ? अब यो फुटकर रूपमा त हुने कुरा भइहाल्यो हैन, यो समग्रमा चाहिँ भएको थिएन। आज मलाई चाहिँ गौरव पनि लागेको छ, ज्यादै खुसी लागेको छ। म पहिला पनि यही सङ्ग्राम ब्यारेकमा बसेको हो। हजुर हजुर। अनि घाइतेहरूको हाम्रो शिविर भन्ने थियो, त्यही शिविरमा चाहिँ बसालेको थियो र अहिले यति चाहिँ मलाई खुसी लागेको छ यो सबै साथीहरूसँग भेटघाट हुँदाखेरि हैन। आफ्नो दुःख कष्ट अप्ठ्यारा हैन सबै चाहिँ अब साटासाट गर्ने होला पक्कै पनि। हजुर। थोरै यहाँ कार्यक्रमको पनि आयोजन गरेको छ भन्ने कुरा चाहिँ सुनिएको छ हैन। अब त्यतातिर पनि होला र यो एउटा चाहिँ पहिचान हो, इतिहास हो हैन। यो भेटघाट छलफल गर्ने भन्ने कुरा यो एकदम असाध्यै राम्रो कुरा हो, खुसी कुरा हो। अब माओवादी आन्दोलन उत्कर्षमा पुर्याउनुको सट्टा तुटफुट भयो, नेताहरूले यी समस्या बारे घाइते अपाङ्गहरूको त्यो चाहना अथवा त्यो सपनालाई कुताराघाट गरे भन्ने अलिकति प्रतिक्रियाहरू पनि बाक्लै सुनिन्छ। अब एकदम साह्रै अब तपाईँले कुरा गरिहाल्नुभयो होइन, त्यो कुरा एकदम यो विडम्बनाको कुरा हो, दुःखद कुरा हो यो होइन। यो माओवादी आन्दोलन जो छ नि हाम्रो एउटा पहिचान, यो माओवादी आन्दोलनभित्र जो हामीहरू सहयात्री भयौँ अथवा पार्टी हाम्रो नेता होइन अब कार्यकर्ता आम जनताहरू सबै यो हामी एकै ठाउँमा हुनु पर्थ्यो। यो दुर्भाग्य भयो, यो नहुनु पर्थ्यो होइन। के कारणले चाहिँ यस्तो भयो अब त्यो उहाँ चाहिँ टुटफुट गराउनेहरू अथवा गर्नेहरूले चाहिँ जान्ने कुरा भयो। तर समग्रमा चाहिँ यो सबैभन्दा चाहिँ विडम्बनाको कुरा हो, यो सब हुनु हुँदैन। र मेरो अझै पनि के छ त भन्दाखेरि मेरो आफ्नो धारणा होइन, मेरो खबरदारी पनि हो, धारणा मात्रै नभएर हिजो चाहिँ
आन्दोलनमा होमिएका सबै सहयात्रीहरू, सबै माओवादी आन्दोलनमा लागेका यात्री बन्धुहरू होइन, सबै एक ठाउँमा आउनुपर्छ अझै पनि। अझै हामीले चाहिँ यहाँ पूर्ण रूपले चाहिँ अब हामीले भने जस्तो चाहिँ सत्ता प्राप्त गर्न सकेका छैनौँ। यहाँ सत्तामा त जानुभयो, अब भयो भनौँ, पार्टी पनि गयो, तर सत्तामा गएर आम गरिब दुखी शोषित पीडित जनता होइन, शहीद परिवार, घाइते बेपत्ताहरूको यहाँ चाहिँ व्यवस्थापन त्यति राम्रो भएको छैन। हजुर, हुँदै पनि चाहिँ दुःखद कुरा छ। अब कोही नेताहरूलाई कोही चाहिँ अब होइन अग्रजहरूलाई चाहिँ भएको होला, अलिकति राम्रै बन्दोबस्त भएको होला, तर यहाँ समग्रमा भएको छैन। किन यो नफुट्नु पर्थ्यो, फुट्नु हुँदैन थियो। अझै पनि होइन बिग्रिया केही छैन, जुट्नुपर्छ, एक ठाउँमा आउनुपर्छ भन्ने चाहिँ हाम्रो खबरदारी पनि छ, यो हाम्रो सन्देश पनि हो। र एकै ठाउँमा आउनुपर्छ र माओवादी आन्दोलनको विरासतलाई चाहिँ हामीले जसरी भए पनि बचाउनुपर्छ, जगेर्ना गर्नुपर्छ। त्यहीमा टेकेर चाहिँ हामीले आज अर्को चाहिँ समाजवादी क्रान्तिमा चाहिँ अगाडि बढ्नुपर्छ भन्ने हाम्रो यो सन्देश हुन्छ घाइते योद्धाहरूको तर्फबाट। धन्यवाद कमरेड, एकदम धन्यवाद। सर, तपाईँ चाहिँ जनयुद्धको एकजना घाइते, जनमुक्ति सेनाभित्रको एकजना घाइते परवीरजी आज मङ्सिरको 8 गते जनमुक्ति सेना दिवससम्म आइपुग्दै गर्दाखेरि चाहिँ आजको दिनलाई चाहिँ कसरी सम्झिनुहुन्छ एकजना घाइतेले? ठिकै छ। अब मलाई सही भन्न के लाग्यो भने जस्तै अब यस्ता दिवसहरू चाहिँ योभन्दा अगाडि पनि मनाउँदा जुन राम्रै हुन्थ्यो। हजुर, जुन नेपाली पनि अब खासै मनाउने भन्ने कुरा त थियो गऱ्यो, त्यो तिम्रो थाहा भएन, हामीले त्यति जानकारी पनि आएन। हजुर, होइन, यस्ता दिवसहरू त सबैलाई चाहिँ मनाउँदा नै राम्रो। र किनभने मान्छेलाई चाहिँ अब योग्यपन पनि हुँदैन, मान्छेलाई साथीहरूलाई सबै साथीहरू रहेछन् भन्ने कुरा पनि हुन्छ हो। त्यो भावनाले अब सबै साथीहरू अब सँगै लडे भेटेका साथीहरू चाहिँ सँगै आउँदाखेरि भेट हुँदाखेरि अब रमाइलो राम्रै लागेको छैन सर? परवीर सर, आज तपाईँहरू घाइतेहरूलाई, अझ खास गरेर घाइतेहरूलाई चाहिँ वैदेशिक रोजगारको सिलसिलामा बाहिर भएका साथीहरूले पनि थोरै भए पनि आर्थिक सहयोगहरू पठाउनु भएको छ, यो विषयले चाहिँ कसरी लिनु भएको छ नि? यसको विषयमा त म के भन्न चाहन्छु भने जस्तै अब हामी जस्ता अलि असक्त मान्छे, 2-4 पैसा कमाउनै नसक्ने खालका मान्छेलाई चाहिँ 2-4 पैसा चाहिँ सहयोग गर्ने भन्ने कुरा धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँहरूलाई पनि। किनभने चाहिँ उहाँहरूले बुझ्नु भएको छ कि किनभने एउटा अब आफ्नो स्वास्थ्यको लागि नभएर देश र जनताको लागि लडेका घाइते अपाङ्ग साथीहरूलाई, अलि अशक्त असहाय साथीहरूलाई चाहिँ सहयोग गर्नुपर्छ भन्ने एउटा भावना। खास गरेर मलाई त यो हाम्रो अहिले जुन हाम्रो सन्तोष कमरेड हुनुहुन्थ्यो, ब्रिगेड कमान्डर हाम्रो सन्तोष सरले चाहिँ मलाई अहिले मात्रै होइन, उहाँबाट विगतबाट नै उहाँले मलाई सरसह गर्दै आउनु भएको छ। र योभन्दा अगाडि पनि चाहिँ जुन क्यान्टनमेन्टको सिस्टम त्यति बेला बस्ने बेला पनि मलाई चाहिँ उहाँले धेरै हेल्प गरेर सहयोग पनि गर्नुभएको थियो। र अहिले उहाँकै कारणले गर्दा पनि उहाँ चाहिँ एकदम परवीर भनेको चाहिँ एकदम अशक्त मान्छे, असहाय मान्छे, एकदम नाजुक अवस्था भएको मान्छे हो। उसलाई चाहिँ केही न केही अलिकति आर्थिक रूपमा पनि धेरै सहयोग गर्नुपर्छ, भौतिक आर्थिक सबै कुराले चाहिँ यस्ता यस्ता साथीलाई हेर्नुपर्छ भन्ने खालले उहाँले चाहिँ सोध्नु भएको रहेछ। र उहाँ हाम्रो सन्तोष सरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आज यो हाम्रो यो मङ्सिर 8 गते मङ्सिर 8 गतेको यो हाम्रो जनयुद्ध दिवस, जनयुद्ध अरे जनमुक्ति सेनाको दिवस को लागि सम्पूर्ण तपाईँ पत्रकार लगायत हाम्रा जनमुक्ति सेनाका शहीद कमरेडहरू लगायत सम्पूर्ण घाइते लगायत सबै साथीहरूलाई चाहिँ हार्दिक आभार प्रकट गर्न चाहन्छु।